आजको चाहिँ बिहान बिहानै गएर यसले चाहिँ त्यहाँ ट्याक ट्याक ठोकिरहेन होइन, त्यहाँ ठोकेर ऊ त्यहाँ चाहिँ त्यो माल हाल्ने कि ऊ त्यहाँ माल हाल्ने त्यो पाइप मार्फत सर गरेर ऊ त्यो दाइले हेरिरहनु भएको छ, भयो भनेर चिच्याउनु भयो उताबाट। अनि त्यसपछि उताबाट गाडी पनि ब्यागमा आइरहेको, ऊ त्यो पछाडि गाडी ब्यागमा आइरहेछ होइन। त्यो दाइले भयो कि नै भनेर हेर्नु भयो, त्यो कुकुर फेरि पछि तल आउँछ त्यो कुकुर यता। अनि यिनीहरूले बसेन भने यताबाट यता पाइप जोडिरहेछन् होइन, टक्क जोड्ने हो क्या फेरि। अब उहाँसम्म पुऱ्यायो, पानीसम्म पुगिसक्यो टोली पानीबाट मास्तिरसम्म पुर्याउन छ त्यसलाई, बल्ल पानीसम्म पुगेको छ। ल अब ठ्याक्क पारीसम्म पुग्यो होइन, अहिले फेरि पारीसम्म पुग्यो। त्यसलाई उताबाट एउटा पारी गरेर समात्यो। अहिले पानी त्यति धेरै छ, अहिले घट्छ घट्नु त पानी पनि होइन, मस्त त्यसले चाहिँ त्यहाँ हालिरहेछ। अब त्यो पाइप त्यहाँ फिट गर्छन्, अनि त्यो पाइप त्यहाँ फिट गरेर त्यसपछि त्यसलाई चाहिँ उता मास्तिरपट्टि जोइन गर्ने हो क्या त्यसलाई। अनि माथि याल हालेर फेरि माथिपट्टि गर्नुपर्छ त्यहाँबाट होइन। अहिले त्यहाँ गरिरहनु, यताबाट दाइ चिच्याइरहनु भएको छ भयो भन्दै छैन। अब एउटा माथि चढ्यो, अब 3 जना तल छन्। अनि यसले चाहिँ त्यो भाइब्रेटरको तार फ्याँक्यो होइन। पहिला यो ए यार मैले फ्रुटी खान्छु भनेको बिर्सेछु यार, फ्रुटी खान्छु भनेको बिर्सेछु। म यस्तो कति जाति हो, म खाना नै बिर्सिन्छु यार। कुलीले के आना ल माल आइरहेछ त्यहाँ, कुलीले के हालिरहेछ भित्र यस्तो हुन्छ यसको होइन, ऊ त्यस्तै बनाउने हो यसलाई चाहिँ। दिनुहुन्छ उता, अब उताबाट माल आयो हाम्रै उ गर्नु त होइन, पानी चाहिँ अडाउनलाई फर्मा अडाउनलाई मात्रै तेस्रो गाडी आउने छ। माली यति भयो है, अहिलेसम्म त्यहाँ 2 गाडी सकिँदाखेरि यहाँसम्म आयो। दोस्रो गाडी यहाँसम्म आयो, लगभग 4 गाडी 5 गाडी लाग्छ भन्ने कुरा थियो। हाम्रो 5-4 गाडीमै सीमित हुन्छ भने त। तर हेर्नु न अहिले माथिसम्म टपसम्म आउँछ। अब पछि खोली सिजन फेरि यस्तो दामी घोडाहरू 5 गाडी साल बेयो काम।